हेलो एभ्रीवन, वेलकम ब्याक। आज सन्डे, हाम्रो छुट्टी छ काममा। आज हामी काममा जाँदैनौँ। आज चाहिँ हामी के पकाएर खान्छौँ? माछा। हिजो किनेर लिएर आएको थियौँ हामीले माछा। इन्टरनेसनल मार्केट सबै कुरा पाउँछ त्यहाँनिर। त्यहाँ चाहिँ यो लाइभ माछा थियो होइन, जिउँदै माछा। त्यसलाई काटफाट गरेर लिएर आएको छौँ हामीले। उसले त खै कस्तो पकाउँछ, म चाहिँ खत्रै पकाउँछु माछा। सो लेट्स रेडी। यति नै हो, थोरै छ तर मिठो खालको हो यो। टाउको पुच्छर खाने? टाउको त फ्याल्दिँदा तपाईँलाई यही दिन्छु बेसी। यो त फ्याल्दिँदा हुन्छ। हस् पकाउनु त। कसले खान्छ टाउको? म त खाँदिनँ। फ्यालिदेऊ त्यसो भए। म पनि खाँदिनँ। पुच्छर खाने? पुच्छर त ठिकै हुन्छ। टाउको चाहिँ फ्यालिदिएको गाइज, मलाई पनि मन पर्दैन, उसलाई पनि मन पर्दैन, मम्मीलाई पनि मन पर्दैन। मम्मी टाउको मन पर्छ? ए मम्मीले खानै हुँदैन रे, नानीहरूले त झन् टाउको देखेपछि तर्सिन्छन् होला नानीहरू त। सो टाउको चाहिँ फ्यालिदिएको हामीले। नानी फिसको हेड खाने नखाने? फिसको हेड भागे डर। सो माछा हामीले यहाँ पकालिसक्यौँ। पिस चाहिँ एकदमै दामी छ। सो हामीसँग यो छ एउटा फ्राई फिसको मसला, एउटा यो फिस मसला, यो करी, यो चाहिँ करीमा हालौँ ल। यहाँ चाहिँ कागती ओके, यो यति भए हुन्छ, धेरै हाल्नु हुँदैन। अनि लेमन अब म्यारिनेट गर्नुपर्छ है त। म्यारिनेट गर्दा चाहिँ यो भित्रसम्म मसला लाग्नुपर्छ के। नानी यु लाइक फिस? दिस इज बेबी शार्क। खाने बेबी शार्क? नखाने? बेबी शार्क, बेबी शार्क, बेबी शार्क, बेबी शार्क। सो गाइज म्यारिनेट गरिसक्यो होइन, फ्रिजमा पनि राख्यो। अब एकछिन आधी 1 घन्टा जति राखेर बाहिर निकालेर फ्राई गरेर हल्का सुप राखेर पकाएर खानुपर्छ। फिस त्यति खासै हामीले पकाउँदैनौँ होइन, अनि जान्दैनौँ माछा पकाउन त्यति साह्रो। तर आज ट्राई गरौँ न कस्तो हुँदो रहेछ है त गाइज। एकछिनमा भेटौँला। A few moments later. सबै कुरा रेडी भइरहेछ। सबै धुलो पिठो बनाउँछु म। लु भयो यो धुलो पिठो। खैर कतिको धुलो पिठो। आमा पिसेको मसला जस्तै भएछ त्यो त। अर्को पनि छ कि हामीसँग ठुलो खाले, तर यो थोरै थियो त्यही भएर यसमै गरेको। सकिरहेको माछा हामी झिक्नेछौँ। अघिको माछा झिक्यौँ हामीले। खै कस्तो भएछ? मसला खाएछ माछाले। अब कराई बसाल्नुपर्छ। माछा डुब्नु पर्यो। माछा डुबेर पौडी खेल्यो भने नि पुग्छ। माछा थोरै भएन? तपाईँ 4-5वटा खानु, म एउटा खान्छु। बी केयरफुल है। चाहिँ हाम्रो माछा यहाँ रेडी भइसकेको छ होइन। इट्स रेडी। अब यसमा चाहिँ ग्रेभी हालेर दामी बनाइन्छ। दामी फ्राई भएको छ यो। तेल तातिँदैछ। ग्रेभी हेरेर मुखमा पानी आइसक्यो मेरो त। हेर्दा त मिठै होला जस्तो छ। खाने भने आउनु गाइस। अब हाम्रो माछा रेडी भइसकेको छ। ग्रेभी पनि ठिक्कको भएको छ। अब यसलाई म धनियाहरू लाउनको लागि चाहिँ उता लिएर जान्छु। सो गाइज यो चाहिँ फाइनल लुक हो माछाको होइन। दामी दामी देखिरहेको छु। लुकिङ गुड। ब्रिङ मी बटुका। लुकिङ गुड। ल भयो। सो गाइज अब चाहिँ खानु पर्यो कस्तो छ। ग्रेभी हाल्नु पर्यो पहिला।
माछा पनि एकदम दामी पाकेको छ माछा पनि अब ट्राई गाइज लास्टै मिठो छ हैन मिठो छ मिठो छ एकदमै वाउ छ हेर्दै दामी देखिरहेछ गाइज A few moments later. मजा आयो गाइज खाना एकदमै मिठो लाग्यो मलाई त उनले त अझै खाँदैछ म त जुन दिन मिठो पाक्छ नि त्यो दिन छिटो खाइदिइहाल्छु क्या हुन्छ गाइज अर्को भिडियोमा भेटौँला तबसम्म लाइक शेयर सब्सक्राइब गर्न नबिर्सिनुहोस् बाई गाइज बाई गरिदेऊ नानी बाई सब्सक्राइब भनिदेऊ